कुन कुन भगवान हुन् हेर्नु आफै। यहाँ पानी पनि चढाएका छन् चारतिर। यसरी यो भगवान होला अक्षर लेखेछ है। यसरी घुम्नु राख्ने हैन पछिसम्म धक्क छारिन्छ हैन। चारतिर चार दिशामा भगवान छन्। यहाँ माथि फेरि एउटा हाँगो उम्रेछ बिरुवा। एउटा बिरुवा उम्रेछ। के लेखेको छ हामी यहाँ घुमिए आज यस्तो छ घुम्ने ठाउँ। हरियाली हरियाली छ हरियाली मौसम। अब हामी घुम्दैछौँ। के छ एकदम रमाइलो लागेको छ है। छुट्टीको दिन के गर्नु त्यस्तै छ। कहिलेकाहीँ यस्तो टाइम मिलाएर घुम्नु पर्यो है। त्यही त हो। दुई शब्द भनौँ न। यहाँ पानी ताल परेछ। यो बोरिया चाहिँ के हो? दुई शब्द चाहिँ आजको सोमबारे पछाडि के हो यहाँ फोटोसुट भइरहेछ। यहाँ यस्तो छ बिल्डिङहरू। यहाँ पनि रहेछ यस्तो। यहाँ फोटोसुटको फोटो हेर्दैछन् साथीहरू। हाम्रो यहाँ कछुवाहरू छ है। कछुवाहरू पनि छ है। कछुवाहरू हिँडिरहेछ होइन के कछुवा। यहाँ माछा पनि रहेछ। यहाँ माछा छ। माछा बस्नु भएको छ दाइ के छ? हजुर ल बस्नु यहाँ फोटो खिच्दैछ। यहाँ छ यस्तो मजाको ठाउँ। हामी यहाँ यस्तो छ घुम्ने ठाउँ। अनि हामी यता यहाँ बुवाले कुकुर चराउँदै हुनुहुन्छ। कुकुर ए माछा यहाँ रहेछ नि त। माछा त खतरा रहेछ नि त। नि कलरको माछा। सिल्भर कार्प रहेछ। सिल्भर कार्प ए कालो पनि रहेछ। कछुवा छ। यो फुल अब भेगिएको टाइम हो। एउटा सेतो रहेछ भनेको। ए कौवा करा है केटाहरू। पानी पर्छ भन्छ क्या हो। कछुवा रहेछ यहाँ। कछुवालाई हेर्दैछौँ। कछुवा यहाँ छ। माछा यहाँ यस्तो दामी ठाउँ। यो पुल बनाएर हेर्नु कति दामी पुल होइन। हेर्नु यस्तो परेवा नजिकै जाँदा पनि परेवाहरू छन्। यो दामी लाग्यो क्या। आर्टहरू छन् बनाएका चित्रहरू। नाला यति नालालाई यत्रो पुल। ए भाषा कस्तो पिल्लर भाषाहरू छ। यो बाटोभन्दा चौडा फुटपाथ छ। हामी यहाँ यो युनो जूमा छौँ। अहिले हामी यस्तो मौसममा युनो जूको टायरहरू बिछाएको छ। टेन्टहरू लाग्छ।
हेर यता हुनुहुन्छ बसिरहनु भएको छ चौपारीमा बस्दा कस्तो महसुस भयो त सुकेको चिउरामा के रस सासु भने सही चौपारी पनि दामी बनाएर कि ट्रेन टाँगा परिवारी सीको कम्पनीको गाडी मौसम यस्तो सफा छ यार हरियो यहाँ निस्किन लाग्छ फोरा पानीको हामी यहाँ आछौँ पानीको ताप बढ्दैछ है पानीको बढ्दैछ पानी बढ्दैछ है छिटा यहाँसम्म पर्यो सर पानीको छिटा छैन घट्यो भाग्यमणिको के भन्थे त्यस्तै भयो जङ्गबहादुर राणा यहाँ आएको थियो यस्तो छ आज पार्क घुमघाम हुँदैछ पार्क घुम्दैछौँ पार्क घुम्न यहाँ केटाहरू केटी बसिरहेको छन् त्यो केटाकेटीलाई वास्ता गर्न हुँदैन सुकेको रुखमा कौवा हो कि परेवा आइज परेवा बसेर सुकेको रुखमा भेकुताले पानी फालिरहेछ भेकुताले पानी फालेको छ अनि यहाँबाट लाग्यो घरतिर अब ट्रेन चढेर लाग्यो अब है
भिडあれ前会った時より前にkabar lagi. Kami aja cuma belajar berapa single